यो माछा चाहिँ यहीँको हो दिदी लोकल यहीँको हाम्रो यहीँको खोलाको माछा हो। यो चाहिँ कसरी पेरिङको हिसाबले हुन्छ यो कसरी हुन्छ पेरिङको हिसाबले हुन्छ। यो 1050 को, यहाँ छ 2250 को, यहाँ छ यो 2500 को, यो 1550, 1550, यो 1650। यता अलिक महँगो छ 2026 को। यो चाहिँ माछाको जात अनुसारको मूल्य पर्यो ठुलो सानो फरक, जात अनुसारको होइन, ठुलो सानो फरक। अहिले असलै छ, अहिले अलिक काभ्रे बुदुना आउने बेला भएको छैन। हजुर काभ्रे बुदुना आएको चाहिँ हामी यसरी छाँटेर थुनामा हालेर बेच्छौँ। त्यो ढुङ्गामा चाहिँ असलै हुन्छ। यो चाहिँ कुन ठाउँबाट आएको यो माछा यो सभा खोलाका हो नि, यहाँ अलिकति शङ्खाको पनि छ यहाँ। यति माछा शङ्खाको हो, यो खाले र यो खाले शङ्खाको हो। यहाँ यी जोडा पेरुङमा शङ्खाको छ, यो 12 सभा खोलाको, यो 12 सभा खोलाको। यो हजुरहरू आफैले मार्नुहुन्छ चाहिँ किनेर ल्याएको किनेर ल्याउनुहुन्छ जस बिक्री राम्रै हुन्छ हुन्छ। सक्खर कुन पर्छ भनेर होला है यो ओस पर्छ भनेर ओसिन्छ नि त यो अनि त्यसमा प्याक गरेर त ओसिन्छ पकायो पकाएर अनि पकाएपछि जो बाक्लो हुन्छ नि बोटुका भर्यो अहिले चाहिँ हामी शङ्खर सभाको तुमलिङटार बजारमा छौँ। यहाँको बजार चाहिँ एकदम सब्जीहरूको चाहिँ भण्डारै जस्तो होइन, धेरै सब्जीहरू। तथा गाउँघरमा जडीबुटी मालिस तेलको प्रयोग गर्नाले पुरानो भन्दा पुरानो बाथरुम जस्तै पाता पाखुरा दुख्ने, नसा मांसपेशी दुख्ने, युरिक एसिड बढेको सब्जी चाहिँ टन्नै के खोइ त्यस्तै देख्छ। खै निस्क्यो सम्पूर्ण रोगहरूको जडीबुटी मालिस तेलको प्रयोगले निर्मूल गर्ने गर्दछ। ठेगा